हेलो गाइस, हामी चाहिँ अहिले यतिखेर फाइनल्ली एकदमै सुनसान ठाउँमा हिँडिरहेछौँ। यहाँ एकदमै भयानक जङ्गल छ, चारैतिर पुरै बिचमा रोड छ। हामी चाहिँ अहिले यो बाटो हिँडिरहेछौँ। अब यो बाटो हिँड्दै गर्दा यहाँ के देखिन्छ, यहाँको दृश्य हामी तपाईहरुलाई देखाउने नै छौँ। हामीले सुने अनुसार चाहिँ यो बाटोमा बाघ भालुहरू पनि भेटिन्छ भन्ने कुरा सुनेका थियौँ। प्रत्यक्ष भिडियो बनाएर हिँडिरहेको छु म चाहिँ अहिले। केही यदि मैले कथम कदाचित कुनै बाघ भालु यस्ता कुनै पनि प्रकारका जनावरहरू र वन्यजन्तु देख्यो भने म यो भिडियोमा तपाईहरुलाई देखाउने नै छु। यो भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। म पनि निरन्तर यात्रामा अगाडि बढिरहेको छु हैन। तपाईहरु पनि हेर्दै गर्नुहोस्। केही देखि पो हाल्छ कि बाघ भालु यस्तै वन्यजन्तु यो बाटोमा चाहिँ यात्रा गर्ने क्रममा थुप्रै मान्छेहरूले हामीले चाहिँ